नमस्ते हजुरहरूलाई स्वागत छ हाम्रो अन्नपूर्ण स्पिकर हाउसमा र मेरो मिस्टर सुदीप श्रेष्ठ ब्लगमा पनि आजकोमा चाहिँ हामीले एउटा पोर्टेबल स्पिकर ल्याएको छ जुन चाहिँ तपाईँको अब ह्यान्डी पिकनिकहरूमा पनि जान मिल्ने खालको छ हाम्रो डब्ल्यु किङ ब्रान्डको हो पोर्टेबलमा राम्रो खालको छ ल म यो अनबक्सिङ गर्दैछु प्याकिङ पनि दामी छ कि यहाँ हेर्नुहोस् यसमा के छ योपालि यसमा हजुरले पहिले यो हटाउँ यो साइड लगाऊँ है अनबक्सिङ यो चाहिँ हाम्रो डब्ल्यु किङ ब्रान्ड यहाँ हेर्नुहोस् दामी चाहिँ दामी अगाडि पछाडि फङ्सनहरू अहिले फङ्सनको चाहिँ एकछिनमा म एक्सप्लेन गर्छु अहिले लुक्स चाहिँ हेरौँ यो चाहिँ अब ब्रान्डमा भइहाल्यो सानो स्पिकर यसमा तपाईँलाई एउटा डिजिटल वायरलेस माइक नि आउँछ एउटा माइक भयो प्लस यसमा टाइप सी चार्जर नि छ यो भयो यसको म्यानुअलहरू भइहाल्यो पुरा सबमा लेखेर आउँछ यो चाहिँ यो भयो प्लस यसमा बेल्ट पनि छ हजुरलाई यसो यहाँ साइडमा क्लिप गरेर यसरी बोकेर हिँड्न जानु पनि मिल्छ मजाले यसमा आउने भनेको तपाईँको मेन आइटम भनेको चारवटा भयो एउटा स्पिकर भयो एउटा माइक भयो वायरलेस माइक डिजिटलमा एउटा चार्जर भयो र एउटा बेल्ट भयो तपाईँको चाहिँ र अब यसको सामानहरू चाहिँ हेऱ्यौँ र यसको पहिले म्युजिक सुनौँ त्यसपछि यसको फङ्सनको बारेमा म हजुरलाई एक्सप्लेन गर्छु हजुरले आवाज त सुन्नुभयो होला अब यसको माइकको क्वालिटी पनि हेरौँ हेलो हेलो चेक यो चाहिँ बोलौँ भयो यसमा इको आएको छैन इको पनि दिनु मिल्छ यसमा चाहिँ हेलो चेक हेलो लेडिज एन्ड जेन्टलमेन आवाज कस्तो आएको छ हजुरहरूलाई यो चाहिँ तपाईँको क्यारी गर्नलाई पनि दामी छ कि यो चाहिँ इकोहरू पनि दामी सुन्ने छ यो चाहिँ हेलो चेक अब चाहिँ हजुरलाई म फङ्सनहरू एक्सप्लेन गर्न जान्छु यो चाहिँ तपाईँको लेख्न त सब चाइनिजमै लेखेछ तर क्वालिटीमै हो यो चाहिँ बडी पनि हार्ड बडीमा अब तपाईँको चाहिँ बडी पनि दामी अलि बलियोवाला बडी हो कि यो चाहिँ प्लस यसमा यो चाहिँ तपाईँको म्युजिकको भोल्युम भयो यो माइकको भोल्युम यो इको भयो तपाईँको अन अफ गर्न सब मिल्छ गीतहरू पनि चेन्ज गर्नु मिल्यो यताउति यो हजुरले देखिरहनु भयो होला यो 1 2 3 को के हो भनेर यो चाहिँ जस्तो तपाईँले पेन ड्राइभ हाल्नु भएपछि यो चाहिँ पेन ड्राइभको काम गर्छ जस्तै 1 नम्बर गीत 2 नम्बर गीत 3 नम्बर गीत आफूले चेन्ज नि गर्नु मिल्यो कति नम्बर गीतमा भनेर त्यो भयो अब यहाँ लोगै छ डब्ल्यु किङ भनेर यो चाहिँ ब्रान्डै भयो तपाईँको पछाडि चाहिँ तपाईँको चाहिँ छन त चाइनिजमा छ 20 वाटको लेखेर छ यिनीहरू चाहिँ फेरि एकुरेट वाटै हुन्छ यिनीहरूमा चाहिँ प्लस यसमा चाहिँ तपाईँको यहाँ छ अब यो भनेको यसमा त वायरलेस माइक एउटा आयो प्लस एउटा छुट्टै जोड्नु पनि मिल्यो ठुलो खालको तारवाला बिना तारवाला त्यो पनि जोड्नु मिल्यो यसमा फोन ज्याक लाग्छ भने यसमा तपाईँको 3.5 mm को पनि ज्याक लगाएर बजाउनु मिल्यो माइक इनपुट चाहिँ तपाईँको दुईवटा भयो यसमा अक्स इनपुट पनि छ तपाईँको टिभी ल्यापटप कम्प्युटर साउन्डहरूको पनि दिनु मिल्यो प्लस यसमा तपाईँको पेन ड्राइभ लाग्यो मेमोरी लाग्यो र चार्ज चाहिँ तपाईँको टाइप सी वाला चार्ज हो यो चाहिँ यो भएपछि तपाईँको पावर ब्याङ्क भयो भने मजाले चल्छ कि अनि प्लस ब्याट्री ब्याकअप पनि यसको तपाईँको 4-5 घन्टा मजाले दिन्छ यसले चाहिँ हेभीवाला भयो तपाईँलाई यदि यसको डिटेल चाहिन्छ भने यसको क्युआरहरू पनि सब बिल्ड नै गरेर ल्याउँछ र चाहिँ साइज चाहिँ तपाईँको सानो खालको साइज हो यो स्पिकर मिनिमम तपाईँको यो 5 इन्ची 4-5 इन्चीको स्पिकर हो चाहिँ तर ब्रान्डमै हो त्यति चाहिँ ढुक्क भन्नु हुन्छ हजुरले क्वालिटीहरू पनि हेर्नुभयो होला फङ्सनहरू पनि एक्सप्लेन गरिदिइसकेँ यदि हजुरहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने हाम्रो अन्नपूर्ण स्पिकर हाउसमा भिजिट गर्नु होला र यो मैले युट्युबमा पनि राखेको छु मेरो युट्युबको लिङ्क चाहिँ यहाँ तल बायोमा हालिदिन्छु म हजुरले त्यहाँ गएर हेरेर माया गरिदिनु होला र यस्तै खालको स्पिकरहरू साउन्ड सिस्टमहरू त्यसमा मिक्सर चलाउनेहरू सबै म भिडियोहरू बिस्तारै हाल्दै जान्छु मेरो चाहिँ युट्युब च्यानल छ म भिडियो टिकटकमा नि हाल्छु युट्युबमा नि हुन्छ युट्युबमा चाहिँ पुरै भिडियोहरू हाल्छु अहिले टिकटकमा चाहिँ सानो क्लिपहरू हुन्छ यदि तपाईँलाई स्पिकरहरूको बारेमा केही चाहिन्छ आइडियाहरू केही सिक्नु छ भने बिस्तारै भिडियो पनि हाल्दै जान्छु युट्युबमा गएर पनि लाइक सब्सक्राइब र माया देखाइदिनु होला यति भन्दै आजको लागि धन्यवाद